नमस्कार, म अजय प्रधान। म आज एकदमै खुसी छु जुन हाम्रो सफल सहयात्री महिला समूहको व्यवस्थापनमा यो बागलतीमा जुन यो हाट बजार भीमेश्वर साप्ताहिक हाट बजार आज शनिबारदेखि सुरु गर्ने लक्ष्य लिएको थियौँ। त्यो आज हाम्रो सुरुवात गरेको छौँ र त्यो अनुसार एकदमै हाम्रो 7 बजेदेखि सुरु गर्ने भने पनि हाम्रो एकदमै मेहनती बहिनीहरू दिदीहरूले चाहिँ पाउने 7 देखि 6:30 बजेदेखि आएर यहाँ चाहिँ एकदम भुल हाम्रो यहाँ स्थानीयहरूले चाहिँ उहाँहरूको हिजोदेखि हामीले गरेको प्रचार अनुसार स्थानीयहरूले उहाँहरूलाई उत्साहित गर्नको लागि हौसला दिनको लागि हाम्रो वडा सचिव लगायत सम्पूर्ण यहाँको व्यवसायहरू घरको लागि मात्र भए पनि उहाँहरूले यहाँ किनिरहेको तपाईँहरूले देख्नुभएको छ। यो एकदमै राम्रो र एकदम आवश्यकता थियो, किनभने हाम्रो यो दिदीबहिनीहरू हाम्रो यो दोलखा बजार मात्र हेरेर होइन कि योभन्दा तल्लो भेग चाहिँ लगभग सबैहरू कृषिमा आधारित हाम्रो अति सीमान्तकृत थामी समुदाय भयो, तमाम समुदायहरू र धेरै जस्तै कृषकहरू हुनुहुन्छ, मजदुरहरू हुनुहुन्छ र उहाँको छोराछोरीहरू यहीँ दोलखामा आएर पढ्नुहुन्छ र हामी उहाँसँग चाहिँ करिब 9 महिना अगाडिदेखि सिलाइ मार्फत उहाँहरूसँग जोडिएँ म र जोडिएपछि उहाँहरूसँग धेरै सङ्गत भयो र म पनि एउटा चाहिँ के हो त केही गरौँ समुदायको लागि केही गर्न सक्छु कि भनेर भन्ने सवालमा मैले यी दिदीबहिनीहरूलाई भेट भयो। यो दिदीहरूसँग भेट भएर 3 महिना सिलाइ तालिम गरेर उहाँहरूलाई विभिन्न सँगसँगै एउटा समूह, एउटा सफल सहयात्री महिला समूहबाट बनाएर आजको दिनमा चाहिँ उहाँ चाहिँ के हो भने पढ्नु भन्दाखेरि पनि आफ्नो व्यक्तिगत उहाँ जीवनभन्दा पनि उहाँहरू चाहिँ आफ्नो जीविकोपार्जनको लागि नै एकदम समस्या रहेछ। किनभने हामीले कुनै पनि भीमेश्वर नगरपालिका हो, नगरपालिका भए पनि खालि सदरमुकाम आसपासको विकासलाई, सदरमुकाम आसपासको यो जनतालाई हेरेर मात्र चाहिँ कुनै पनि नीति नियम बनाउनु पर्दैन, हुँदैन रहेछ। यो वडा भने वडाले चाहिँ टोल अनुसारै फरक फरक खालको चाहिँ नीति नियमहरू, फरक फरक खालको यो आवश्यकताहरू, विकासहरू चाहिएको रहेछ। त्यही सन्दर्भमा केही समय चाहिँ यो तल्लो भेगमा जाँदाखेरि तल्लो भेगहरू चाहिँ विद्यालयभन्दा अरू कुराहरू भन्दा उहाँहरू चाहिँ जीविकोपार्जनको लागि नै खेतबारीमा जाने, यो गाई भैँसीहरू चढाउने के को लागि रहेछ के भन्दा हेर्दाखेरि चाहिँ यो मुख्य चाहिँ यो आर्थिकको कारणले रहेछ। उहाँहरू चाहिँ पढाइ छोडेर बिचमै स्कुल छोड्ने, पढाइ छोडेर विदेश जाने, पूर्ण रूपमा उहाँहरू जागिरको लागि जान नसकेको कारण भनेको चाहिँ मेरो उहाँको बिहान बेलुकाको खानाकै समस्या रहेछ र उहाँको एउटा व्यवस्थित हुन नसकेको रहेछ। त्यसको लागि चाहिँ के त एउटा उपाय भनेर उहाँहरूसँग छलफल गर्दाखेरि अब हामी कुनै उहाँहरूलाई रोजगारी दिन सक्ने अवस्था पनि छैन, कुनै लगानी गरिदिने अवस्था पनि छैन, राज्यले लगानी गरेको कुराहरू चाहिँ उहाँहरूसँग पुग्दा पनि पुग्दैन। अब हामी के गर्न सक्छौँ भनेर एउटा हामी छलफल गऱ्यौँ दिदीबहिनीहरूसँग बसेर र बचत गर्ने ऋण दिने भन्ने कुरा यो सहकारले गरेको छ, लघु वित्तले गरेको छ, ब्याङ्कले गरेको छ। हामीले केही फरक गरौँ न त। तत्काल अब ठिक छ, हाम्रो आफ्नो लक्ष्य छ, भोलि कसैले पढ्दै हुनुहुन्छ, कोही टिचर बन्नु होला, कोही डक्टर बन्नु, कोही इन्जिनियर, तर त्यति बेलासम्म अहिले तत्काल बाँच्नको लागि के गर्ने त हामी भन्ने एउटा छलफल गर्ने सन्दर्भमा एकदमै हामीसँगै भएको लगानी पनि गर्न नपर्ने सजिलै सकिने भनेको चाहिँ एउटा हामीसँग यो सबै हामी यो दिदीबहिनीहरू चाहिँ यो कृषिसँग नै ब्याकग्राउन्ड, उहाँहरूको बुवा आमा किसानहरू भएको र उहाँहरू चाहिँ जन्मेकोदेखि नै यो माटोसँग चाहिँ यो कृषिसँग नै हुर्किँदै आएको भएर हामी कतै यो दोलखा पनि एउटा अहिले होटेलको रूपमा यो पर्यटन होटेल व्यवसाय धेरै हो, हप्तामा एक दिन चाहिँ हामीसँग भएको कुराहरू चाहिँ एउटा हाट बजार सुरु गर्ने हो कि भन्ने एउटा सल्लाह हो। त्यसले गर्दा यो दिदीबहिनी सबै उत्साहित भयो, हामी सक्छौँ तर डर लाग्छ, आँट छैन भन्ने जस्तो गरेपछि त त्यसको लागि डराउनु पर्दैन। तपाईँहरू हामी साथ दिन्छौँ, तपाईँहरूलाई 2-3 हप्तासम्म तपाईँहरूको सामान ल्याएको फर्किनु नपर्ने गरी चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेपछि उहाँहरू एकदम खुसी हुनुभयो। किनभने उहाँहरू खुसी यो कारणले हुनुभयो कि हिजोको दिनमा उहाँहरूले ती जस्तै उहाँहरूको करेसा बारीमा घरमा बारीमा फलिरहेको फर्सी, इस्कुस, अदुवा, लसुन कि आफू खाने खानालाई बढी भयो भने उहाँहरू गाई भैँसीलाई दिने, त्यतिकै कुवाएर नै फ्याल्ने हुन्थ्यो भने आज चाहिँ उहाँहरूले आफूले खाएर बाँकी भएको सामान चाहिँ बजारमा ल्याएर बेचेर त्यसलाई चाहिँ क्यासमा कन्भर्ट गर्न सक्ने उहाँसँग एउटा आँट चाहिँ आजदेखि उहाँले देख्नुभयो। र यति मात्र होइन कि उहाँहरूले अब चाहिँ त्यतिकै जुन अब हिजो काँक्रो यो काम चाहिँ आफूलाई खाने मात्र जोगाउनुहुन्थ्यो भने उहाँहरूले चाहिँ अब थाङ्ना साङ्ला दिएर जस्तै करेलाहरू निस्किन्छ, अब बकुलाहरू निस्किन्छ, त्यो चाहिँ हिजो त्यतिकै लडिन्थ्यो भने अब चाहिँ उहाँहरूले एकदमै त्यसलाई जोगाएर चाहिँ यो बजारमा ल्याउने भयो र त्यसले किनभने क्यास देखिसक्नुभएको छ। र यसले गर्दा यहाँ के हाम्रो व्यवसायहरूलाई दुःख लाग्छ, हामी सटर भाडा तिर्ने, कर तिर्ने, दर्ता गरेर चलाउनेहरूलाई अब के अब हामी व्यापार नगर्ने, अब यही बजारमा हाटमा ल्याएर अब चाहिँ चुप्ल्याएर बस्ने भन्ने यो होइन। यो हप्तामा 1 दिन हुने हो, यो स्मल स्केल, यो ठुलो लाज यो कुनै यो पसल ठुलो बजार होइन। किनभने यो व्यापार भइसकेपछि उहाँहरूले त्यो पैसा घर लगेर जानुहुन्न, तपाईँहरूकै पसलमा आएर साबुन किन्नुहुन्छ, तेल किन्नुहुन्छ, मरमसला किन्नुहुन्छ, यो चाहिँ खालि उहाँहरूले बिग्रेको सामान त्यति फ्याल्ने सामानलाई चाहिँ ल्याएर यहाँ सदुपयोग मात्र गराउने एउटा केन्द्र बनाएको।
जस्तै यहाँको होटल व्यवसाय धेरै छ, उहाँहरूलाई सामानहरू चाहिन्छ, कहाँ चाहिन्छ नै कहाँ पाइन्छ नै थाहा हुँदैन, र यहाँको किसानहरूसँग आफूसँग टन्न सामान छ कहाँ लगेर बेच्ने नै थाहा छैन कि। त्यसको लागि यो एउटा पाखलतीको यो हाट बजार चाहिँ एउटा यो ग्राहक र विक्रेता बिच एउटा बिक्री केन्द्रको रूपमा, यो भेट्ने ठाउँको रूपमा हामीले एउटा वातावरण बनाएको र एउटा उत्साहित हुनुहुन्छ उहाँहरू। उहाँहरूको उत्साहलाई हामीले अझै व्यवस्थापन गर्दा यो बजारले व्यवस्थापन गर्यो भने उहाँहरूले धेरैभन्दा धेरै उत्पादनहरू गर्नुहुनेछ र उहाँहरूको घरमा त्यत्तिकै खेर गएर बसेको पेसा भयो, अदुवा, लसुन, धेरै कुराहरू छ, भटमासहरू, धेरै कुराहरू चाहिँ उहाँले ल्याउनुहुनेछ। यहाँ दोलखा एउटा धुपमा पनि आत्मनिर्भर भइसकेको अवस्था छ, तपाईँले देख्न सक्नुहुन्छ। उहाँले माटोसँग तिहार गरे माटो, फुल, ओखर, बिमिरा, भकुटे लगायत सबै कुरा ल्याएको छ। यो भनेको चाहिँ उहाँहरू मुख्य कुरा मलाई खुसी लागेको छ के भने उहाँलाई घरबाट तानेर बल्ल बल्ल यो बजारसम्म ल्याउन सक्ने आज बनाउन पाएको छु। त्यसले गर्दा त्यसमा सँगसँगै उहाँले एकदम उत्साहमा बेग्रो र त्यो सँगै यो समुदायले यसरी माया गरेर उहाँहरूलाई सामान किनिदिनु भयो। त्यसले गर्दा एकदम खुसी छु र मेरो दिदीबहिनीहरूको यो आर्टलाई, उहाँको विश्वासलाई, उहाँको मेहनतप्रति म सम्मान गर्छु र म सम्बन्धित स्थानीय निकाय उहाँहरूलाई अब यतिले मात्र पुग्दैन, उहाँहरूलाई अब यहाँसम्म तर स्वाक्लो खेलाबाट ल्याउनुपर्छ, गाडी भाडा पर्छ 3000 रुपियाँ, उहाँको जम्मा कस्टिङ दिन त्यसको लागि अनुदान भनेको त्यो जस्तो लाग्छ। उहाँहरू अब सामूहिक गोलबाट खेती गर्न तयार हुनुहुन्छ, उहाँहरू सामूहिक सिलाइको सिपको काम गर्न तयार हुनुहुन्छ, उहाँहरू चाहिँ तपाईँको सामूहिक रूपमा कृषि पशुपालनको लागि तयार हुनुहुन्छ। यसको लागि चाहिँ जसलाई जे आवश्यक छ त्यसमा हामीले लगानी गर्न सक्यौँ, जसलाई जे तालिमको खाँचो छ त्यसलाई त्यो कुरा लगानी गर्न सक्यौँ भने पक्कै पनि हामीले सोचेको, हामीले परिकल्पना गरेको आर्थिक उपार्जन, आत्मनिर्भरता, आर्थिक समृद्धि भन्ने कुरा चाहिँ यसैबाट चाहिँ प्राप्त हुन्छ जस्तो लागेको छ। यो एउटा सुरुवात भएको छ, यति मात्र होइन, यो दिदीबहिनीहरूले मात्र गरेर हुँदैन। हामी यो सबै यो 2 नम्बर वडा, अहिले हामी 2 नम्बर वडाको हरेक घरको सामान चाहिँ यहाँ आउनुपर्छ। यो एउटा हप्ता एउटा पावला, एउटा हप्ता अर्को पावला, किन कन्टिन्यू त हुँदैन नि यहाँ। त्यही भएर यसमा विशेष गरी घरमा बस्ने गृहिणीहरू र स्कुल पढ्ने, कलेज पढ्ने हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई पार्ट टाइम जबको लागि पनि यसले राम्रो हुन्छ। किनभने उहाँले अब खानेको लागि चाहिँ उहाँले पढाइ छोड्नु परेन, काम गर्नको लागि चाहिँ उहाँहरू विदेश पढ्नको लागि के घरमा सामान्य एउटा तेल भुटान खानलाई उहाँ विदेश जानु परेन, उहाँको लाइफ ड्यामेज गर्नु परेन जस्तो लाग्छ। यो एउटा हामीले अवसर क्रिएट गरिदिएका छौँ। यसको लागि हाम्रो वडा एसएचजी लगायत सबैले साथ दिन्छौँ भन्नुभएको छ। अझ तपाईँहरूसँग भएको के सुझाव सल्लाहहरू तपाईँले दिनुहुनेछ र यो सफल सहयात्री महिला समूहले सुरुवात गरेको यो कार्यलाई एकदमै बृहत रूपमा यसले एउटा सबैको समृद्धिको काम गर्नेछ भन्ने विश्वास लिएको छु। धन्यवाद।